यो भिडमा चाहिँ मेरो गर्लफ्रेन्ड हराए यार, खोजिदेऊ न कसैले यार। चिया बगान जाँदैछौँ होइन गाइस, त्यहाँनिर चाहिँ कस्तो छ अनि हाम्रो दिदीहरू हुन्छ यहाँ साइडमा। हेलो दिदी, आज हामी कहाँ जाँदैछौँ गाइस? हजुरहरू पनि त्यही हुनुहुन्छ भने चाहिँ आउँदा हुन्छ मकै बसेर रमाइलो गरौँ न गाइस। अनि अहिले चाहिँ हामी गाडीमा छौँ, अनि त्यहाँ पुगेर चाहिँ हजुरलाई देखाउँदै नै। चलो भाइ, चाहिँ फाइनली गाडीबाट चाहिँ झरिसक्यौँ होइन। अनि हाम्रो मिस हुनुहुन्छ यहाँ। हेलो मिस। हाम्रो मिस अनि अरू 10 मिस हो नि फेरि, सक्दैन नि फेरि। हाम्रो अर्को सुमिना मिस हुनुहुन्छ। हेलो मिस। हाई। कस्तो बोलिदिनुहोस् न यार। अब मलाई त खासै त्यस्तो केही भएन, यस्तो बाटोमा हिँडिराखेकै हो, त्यही भएर मलाई खासै केही भएन। हाम्रो मिसहरू चाहिँ रुन मात्र आँटेछ। यसो तपाईँहरू नजिकै हुनुहुन्छ भने चाहिँ रुमाल लिएर आइदिँदा हुन्छ है, आँसु पुछिदिनको लागि। ओइ के लाग्यो? नबिना तर्स्यो। त्यहाँनिर चाहिँ आज काङ्ग्रेसको पार्टी छ अरे, अनि त्यहाँनिर चाहिँ अब पार्टी खाएर जाने हो। हामी चाहिँ अब चिनेको चाहिँ छैन, त्यही पनि पार्टी चाहिँ खाएर जाने हो। पार्टी खाएर जाने होइन मिस, त्यता हेर्नु त। हेर्नु न गाई चाहिँ उसले मलाई कम्ती हेप्दैन आजभोलि, कुटिदिन्छु है मलाई त, कुटिदिन्छु रे के। उसले मलाई चाहिँ केही नभन्ने अरे। ल ठिक छ। कुन ठाउँमा हामी आउनुपर्ने हो त्यो ठाउँमा चाहिँ आइसकेको छौँ। फाइनली चिया बगानमा आइसकेको छौँ। अनि अब चिया बगानभित्र गएर चिया बगानसँग रमाउने छौँ आज। सर कस्तो लागिरहेछ हजुरलाई? एकदम रमाइलो र एकदम खुसी। एकदम यता हेर्नुहोस्, यता हेरेर सर। एकदम गर्मी चिसो तातो सबै मिलेको ठिकका ठाउँमा आइपुगेछ, लेभल मिलेको ठाउँमा रमाइलो छ। पिकनिक आउँदो रहेछ यहाँनिर चाहिँ, अनि मान्छेहरू पुरा है रमाइरहेछ। जस बाँचिन्जेल त रमाउने हो होइन, अनि त्यही भएर बाँचिन्जेल भनेको रमाउनु पर्छ, घुम्न पर्छ, आफूले चाहेको गर्नुपर्छ, त्यही हो गाइस। अनि यता हाम्रो दिदीहरू हुनुहुन्छ। हेलो दिदी। हाम्रो नबिना मिस। को मान्छेहरू पनि नेपाली बोल्दो रहेछ यार, साह्रै खुसी लाग्यो कि मलाई। यो टाइम चाहिँ एकदम राम्रो छ, हरियाली एकदम राम्रो छ। सक्नुहुन्छ भने सकेसम्म छिटै आउनु, सबै पछि बाढ समस्या हुन सक्छ। त्यही हो गाइस, रमाइलो छ। हजुरहरू पनि आउनु चाहिँ नछुटाउनु होला, आएर मजा लिनुहोस् चिया बगानको। अघि नि हामी विशेष गरी चाहिँ अघि हामी चाहिँ बाटो थाहा नभएर यस्तो झोर बाटो आएको हो कि, पुरै लडीबडी गर्दै आएको यो बाटो है। अनि हजुरहरू आउँदा चाहिँ बाटो चाहिँ एकदम सोध्दै चाहिँ आउनुहोस् है, हामीले जस्तो दुःख नपाउनुहोस् भन्न चाहन्छु गाइस। अब हामी फोटोसोटो खिच्छौँ अब यतातिर, हजुरहरूलाई नि अझै भित्रको ठाउँहरू पनि देखाउने नै छौँ। अन्तिमसम्म मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनुहोस् गाइस, अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस। साथीको साथ कहिले नछुटोस्, हाम्रो हाँसो कहिले नटुटोस्, जिन्दगीको यात्रा जहाँ भए पनि हाम्रो साथ कहिले नटुटोस्। फाइनली गाइस हामी अब रुम फर्किसकेको छौँ। हाम्रो दुईजना मिसहरू हुनुहुन्छ। हजुरहरूलाई कस्तो लाग्यो? अनि चिया बगान कस्तो रहेछ? उसले लाली गुराँस चाहिँ सम्हाल्न सक्दैन। फाइनली गाइस हामी चाहिँ रुममा आइसक्यौँ। अनि रुममा आइसकेर साथीहरूसँग बसेर टक्कसँगले खाना आँट्दैछौँ। अनि हाम्रो सरले बनाउनु भएको है यो चाहिँ मासु भात। हाम्रो सर
अनि हाम्रो मिस अनि हाम्रो दिदी अनि हाम्रो नबिना मिस ल गाइस चम्चा खान्छ अब हामी खाए ल